सबैजनालाई मेरो ब्लगमा स्वागत छ। अनि आज चाहिँ म लङ भिडियो बनाउन गइरहेको छु। सधैँ सर्ट भिडियो मात्रै हुन्थ्यो मेरो चाहिँ है। अहिले चाहिँ हामी साइडतिर कामतिर हिँड्दैछौँ है। हाम्रो गुरु डोजरको गुरु आउँदैछ। टक्क लगाएर यता मकै बारी हामी चाहिँ बाटो हिँड्दैछौँ भाइहरू। हाम्रो गाडी चाहिँ उठ्यो वडा कार्यालयनिर छ। अनि यतापट्टि यो देखिरहनु भएको होला, यो चाहिँ स्कुल। हामी चाहिँ यस्तो बाटो चाहिँ यो भर्खर बनाउनु लाएर चाहिँ यो चाहिँ हिलो छ है। चाहिँ हिलो है बाटो। यो चाहिँ फेरि बाटो फेरि बन्दैछ है। अब 1 वर्ष 2 वर्षपछि बन्छ। यो चाहिँ पिच हुँदैछ यो बाटो चाहिँ। गुरु छिराउन छिरो यार। 7 बज्न लागिसक्यो यहीँ, 7 बज्न लागिसक्यो कति त। अनि आज बाटो फालेर सिद्धम भनेर भनेको। आज 3 दिन भइसक्यो। आजसम्म 3 दिन हुन्छ। आज चाहिँ सिद्धाउनु पर्छ। आज पानी परेको छैन है। चाहिँ यस्तो दुःख पायो कि राति पानी परेर है यति दुःख पायो कि गाडी फसिएको छ। डोजरले धक्काले छ। फाइनली हामी चाहिँ साइडतिर आइपुगिसक्यौँ। हाम्रो गुरु चाहिँ आउँदै हुनुहुन्छ यहाँ। झोला हिजो कपडा धुने भनेर झोला लिएर गएको थियो। आज फेरि झोला बोकेर आछन्। के भन्दै हुनुहुन्छ? काम चालु गर्नु पर्यो नि। अब अहिले फेरि साउले मार्छ। साउ अब तेल लिएर आउँदैछ फेरि। हाम्रो चाहिँ है साइड 2 दिनमा यति माटो फाल्यो। गाडी चाहिँ यहीँ छ। उता टिप्पर भयो। अब यता चाहिँ डोजर भइहाल्यो। चाहिँ हिलो छ क्या। हिजो गाडी फसेर कम्ती दुःख पायो। आमा हिजो त्यति काम पनि भएन क्या। अस्ति त्यति ढिलो आएर त्यत्रो काम भयो। हिजो त दिनभरि गर्दा पनि कामै देखिएन क्या। आज चाहिँ यो माटो सिद्धाउनु पर्ने हुन्छ। यतापट्टिको छ फाल्नु पर्ने। यो चाहिँ सिद्धिन्न आज। अब चाहिँ यत्रो रहेछ। आज पानी परेन भने पक्कै पनि सिद्धाउने भन्ने प्लान छ। ल हामी चाहिँ अब कामतिर सुरु हुन्छौँ। हजुर टिप्पर जानुलाई जान्छ। त्यो गरम माटो फाल्नुपर्छ। अब यहाँ अब हेर्नुपर्छ के हुन्छ। अब 1-2 चोटि हालौँ यहाँबाट बोकेर। अनि त्यसपछि अलिक घाम लागेपछि बल्ल। अनि ल गाइजहरू गाडी चाहिँ अब यही भइहाल्यो। यी डोजर यहीँ छ। अब स्टार्ट हान्नु पर्यो। तेल सेल हेर्नु पर्यो। ट्याङ्की स्याङ्की फुटाएर लैदियो कि तेल सेल ठिकै रहेछ। ठिकै रहेछ। तेल त कहिले नजिए रहेछ। ल अब चाहिँ काम चालु गर्नुपर्छ।
बाटो चाहिँ यस्तो छ है। बसेन है म चाहिँ अब माटो फाल्नलाई हिँड्दैछु है गाई। यहाँबाट यो उकालो चढ्नुपर्छ। ल गाइजहरू अहिले चाहिँ हाम्रो पुरै फिनिसिङ भइसक्यो है। र हाम्रो चाहिँ टिप्परमा चाहिँ माटो अड्केर डोजरले माटो तान्दैछ। र माटो तानेपछि त्यो माटो फाल्नु पर्ला। त्यहाँपछि अनि अब कतातिर हुन्छ, कम्पनीतिर हुन्छ कि कतातिर हुन्छ है। अहिले चाहिँ कति लगभग कति भनेपछि 4 बजिसक्यो है। 4 बजिसक्यो हाम्रो चाहिँ 4 बजे चाहिँ काम सिद्धियो। अब कतातिर हुन्छ ल है। गाईहरू टिप्पर त्यहीँनिर छ, डोजर पनि त्यही छ। ल गाईहरू भिडियो हेर्दै गर्नु। ओके बाई बाई।